गाइसहरू दुईजना दिदीबहिनी आयो है डुलेर आऊ लखर 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 डुलेर आयो है घाममा आऊ आमा तर कुन चाहिँ दिदी कुन चाहिँ बहिनी त्यो चाहिँ छुट्याउन सकेको छुइनँ मैले आजसम्म आयो है गाइसहरू आमा भएर कहाँ पुगेर आउनुभयो हजुरहरू बहिनी घुमेर आएको भनौँ नमिल्ने बिमारी हेरेर आएको अनि हामी आइपुग्यौँ 3 नम्बरमा नम्बर 2 नम्बर 3 नम्बरबाट आएको 2 नम्बर 3 नम्बरमा आइपुग्यौँ अच्छा को दिदी को बहिनी हो आजसम्म मैले चाहिँ पत्ता लगाउन सकेको छैन म तिमी चाहिँ को दिदीको बहिनी हो दिदी बहिनी हो चाहिँ भन्ने पत्ता चाहिँ लाग्यो तर को दिदी को बहिनी ल बताउनु त्यो चाहिँ होइन त्यो चाहिँ तपाईँहरू नै पत्ता लगाउनुहोस् को दिदी को बहिनी हो अनुहार हेरेर पनि थाहा भइहाल्छ नि मान्छेलाई को दिदी को बहिनी होइन त अब फिलहालमा यति मात्रै हो कि पकाउ अनुहार हेरेर पत्ता हुन्छ अनुहार हेरेर मान्छेले भविष्य पत्ता लगाउँछ तपाईँ उमेर पत्ता लगाउन सक्नु हुँदैन भनेपछि त कुरो त गम्भीर पुग्यो त हौ राम्रै छ हौ कति चाहिँ ऐनामा हेर्छौ बाटोमा पनि हेर्दा त्यही तिम्रो यो अनुहार चेन्ज हुँदैन त त्यो जस्तो छ त्यस्तै हुन्छ बात चेन्ज भइहाल्यो कि 1 नम्बर र 2 नम्बर चेन्ज भयो भने अन्त खोइ बिरामीहरू आएको भन्छ नाना पनि गएको थियो त खोइ नाना हामीभन्दा अलिकति ढिलो जानुभएको अनि हामीले छोडिदिइराखेर आएको नानालाई भरे आउने अरे नाना त तल्लो स्कुटी लिने कि